लेका संतान पैसाका पछाडि दौडिए, धन सम्पत्ति मणि माणिक्य सुन चाँदी मेरो सर्वे सर्वा हो भन्ठाने। धन सम्पत्तिको अगाडि आमा बाबाको मायालाई लत्याइदिए, आमा र बाबाको ममतालाई बुझ्न सकेनन्। अनि ती सन्तानले आमा र बाबालाई लिएर वृद्ध आश्रममा राखिदिए। हाम्रो सनातन संस्कृतिले आमा र बाबालाई भगवानको स्वरूप मानेको छ। 2 अक्षरको आमा र 2 अक्षरको बाबा नै 4 अक्षरका भगवान हुन्। यदि पुज्नु छ भने मन्दिरका देवतालाई भन्दा पहिला घरका भगवानलाई पुज्नु भनेर वैदिक सनातन संस्कृतिले सिकाएको छ। तर सन्तान र सन्ततिले आमा र बाबाको ममता बुझ्न सकेन। सानो एउटा कुरा बताउँछु, नजिकैको वृद्ध आश्रममा जानु, वृद्ध आश्रममा गएर सोध्नु, त्यहाँ भएका धेरै आमा बाबाहरूलाई भन्नु, आमा तपाईँ किन वृद्ध आश्रममा आउनु भएको हो? आमाले भन्छन्, बाबु मेरो छोरा नेपाल सरकारको उपल्लो ओदाको कर्मचारी छ, बुहारी पनि काठमाडौँ गएर बसेकी छिन्, सबै परिवार उतै गएर बसे। मलाई अब बुढेसकालमा घरमा नाति नातिनासँग बस्ने अवसर होला भन्दा सन्तानले ल्याएर, छोराले ल्याएर मलाई वृद्ध आश्रममा राखिदिए। आमाको जवाफ यो हुनेछ। त्यही वृद्ध आश्रममा बस्नेहरूको बाबालाई सोध्नु, बाबा तपाईँ खाना लाउन नपुगेर वृद्ध आश्रममा आउनु भएको हो? बाबाले भन्छन्, होइन, मलाई मेरो सन्तानले ठुलो कर्मचारी छ, अहिले विदेशमा बस्छ, मेरो सन्तानले मलाई वृद्ध आश्रममा ल्याएर राखिदियो, उसलाई मसँग समय छैन मसँग बस्ने भनेर। त्यस्ता कयौं आमा बाबाहरूलाई सोध्नु, आफ्नै आफ्नै कहानी छ। कसैले सन्तान ठुला कर्मचारी छन्, कसैका सन्तान अमेरिका छन्, कसैका सन्तान अस्ट्रेलिया छन्, कसैका सन्तान क्यानाडामा छन्। आमा बाबालाई बुढेसकालमा पाल्ने समय छैन। त्यो वृद्ध आश्रममा बस्ने आमा बाबाका यस्तै कहानी छन्। एउटा पनि आमा र बाबाले भन्दैन, बाबु खाना लाउन नपुगेर मलाई वृद्ध आश्रममा आउनु परेको भनेर। मेरो छोराले घरमा कुटो कोदालो गर्छ, हलो जोत्छ, साँझ बिहान के खाउँ केलाउँ हुन्छ र मलाई खान नपुगेर छोरोले वृद्ध आश्रम ल्याएको भनेर एउटा पनि आमा बाबाले भन्दैनन्। त्यो वृद्ध आश्रममा त्यस्ता आमा बाबा बस्छन् जो करोडमा खेल्छन्, आमा र बाबालाई रोडमा ल्याएर राखिदिएका छन्, वृद्ध आश्रममा राखिदिएका छन्। त्यसैले म निवेदन गर्छु, सबै सन्ततिलाई आग्रह गर्छु, यहाँहरूले साँच्चीकै बाहिर आदर्शका कुरा गर्नु पूर्व हाम्रो वैदिक सनातन धर्मले आमा बाबालाई भगवान मान, आमा बाबालाई पूज भनेर भनेको छ, आमा बाबाको ममतालाई पूज भनेको छ। त्यही ममतालाई बुझेर आज यो कर्म भइरहेको छ। शास्त्रले भन्छ, कुपुत्रो जायते क्वाचिदपि कुमाता नभवति। यो संसारमा कहिले पनि सन्तान एउटा पुत्र कुपुत्र हुन सक्छ, तर माता कहिले पनि कुमाता हुँदैन। त्यसैले आमा र बाबालाई खुब स्नेह गर, आमा र बाबालाई खुब माया गर। आमा र बाबाको अगाडि धन सम्पत्तिको तौल र मौल नराख, आमा बाबा त्यो हुन् भनेर भनेको छ। त्यसैले म निवेदन गर्छु, प्रिय सज्जन, प्रिय भक्त भागवतहरू, मर्ने हजार बाटाहरू छन् सज्जन, तर जन्मने बाटो एउटै छ, त्यो हो आमा। आमाको यो काखबाट जन्म लिइसके पछाडि यो धरामा त्यो आमाको ममतालाई बुझ, त्यो बाबाको क्षमतालाई बुझ र आमाको ममता र बाबाको क्षमता अगाडि कहिले पनि प्रश्न नगर। आमाको ममता र बाबाको क्षमता जति यो संसारमा शक्तिशाली केही हुँदैन। त्यसैले आमा र बाबालाई खुब माया गर। सकिन्छ घरमै भगवान मानेर पूजा, घरमै भगवान ठानेर पूजा। सक्दैन भने बाल योगेश्वर विजय श्री कृष्ण मूर्तिजी महाराजजी जस्तो साँच्चीकै एउटा सबैको सुपुत्र भएर आमा बाबालाई छोरीको घर ज्येष्ठ नागरिक आश्रममा राखेर पाल्नु भएको छ। जो सन्तान सन्तति आफ्ना जस्तै आमा बाबाहरू सडक पेटीमा रोएको देख्दा मन रोएको छ। त्यसैले छोरीको घरमा दिने माया जस्तै माया छोरीको घर ज्येष्ठ नागरिक आश्रममा छ। सबैलाई म विनम्रताका साथमा अनुरोध गर्छु, आज कलियुगमा आफ्ना लागि मात्रै मर्नेहरू छन्, आफ्ना लागि मात्रै गर्नेहरू छन्, आफ्ना लागि मात्रै अघि बढ्नेहरू छन्। तर यो कलियुगमा आफ्ना लागि होइन, सारा आमा बाबाको आँसु पुस्नका लागि अगाडि बढ्ने एउटा सबैको सच्चा सपूत भनेको बाल योगेश्वर विजय श्री कृष्ण मूर्तिजी महाराजजी हो। एकपटक महाराजजीको सम्मानमा जोरदार ताली बजाइदिनु होला। कलियुगमा आमा र बाबाको आँसु पुस्नु भएको छ, ती असहाय बच्चा बच्चीहरूको सहारा बन्नु भएको छ। त्यसैले निवेदन गर्छु,
हामी जन्मिसके पछाडि आफ्ना लागि मात्रै होइन अरूका लागि मात्रै बाँच्न सिकौं, अरूका लागि पनि कर्म गर्न सिकौं। सबैले भन्नुस् प्यारसँग भक्त